दर्शक महानुभावहरू एकजना माननीय ज्यू चाहिँ साइकलमा आउनु भएको छ। नयाँ दृश्य देखिएको छ। एकजना माननीय ज्यू चाहिँ साइकल चढेर संसद भवनभित्र प्रवेश गर्नु भएको छ। सांकेतिक रूपमा मात्रै हो कि दैनिक तपाईँ साइकलमै आउनुहुन्छ के हो? अब म तपाईँले चाहिँ पहिला पनि याद गर्नुभयो होला, म निर्वाचन जितेर काठमाडौँ आएपछि कि सार्वजनिक यातायातमा यात्रा गरिरहेको छु, कि पैदल यात्रा गरिरहेको छु, कि साइकलमा यात्रा गरिरहेको छु, अपवाद बाहेक निजी सवारी। यो चाहिँ सन्देश दिन खोज्नु भएको हो कि अथवा के हो? यो एउटा चाहिँ सन्देश भन्दा पनि मैले गर्ने यो मेरो दिनचर्या नै हो। अब अहिले चाहिँ सांसद भइरहँदाखेरि चाहिँ यो एउटा साङ्केतिक पनि हुन गएको छ। यो 5 वर्ष तपाईँले साइकलको यात्रा गर्नुहुन्छ। तपाईँ आफू पूर्वाधार विज्ञ पनि हुनुहुन्छ। यो चाहिँ तपाईँबाट सुरुवात होस् भनेर त सन्देश दिन खोज्नु भएको त होइन? हो, यो हामीबाट सुरुवात हुनुपर्छ। अब हामी नै चाहिँ कानुन लेख्न गएको छौँ भनेपछि यातायात प्रणाली सुधार गर्ने हिसाबको कानुन नीति प्रक्रिया हामीले नै बनाउने हो। त्यसको सुरुवात त हामीले नै गर्नु। यो टाटा टुटु गाडीको जुन भाष्य निर्माण छ त्यसलाई तोड्न खोज्नु भएको तपाईँ? हो, त्यो टाटा टुटु गरेर हाम्रो गृहमन्त्रीज्यूले नि भन्नुभएको छ। अब यो टाटा टुटु यो साइकल चढेपछि त्यो पनि हुँदैन। र अहिले हेर्नु तपाईँ पेट्रोल डिजेलको मूल्य यति धेरै बढेको छ र हाम्रो चाहिँ यति धेरै आयातमा यति धेरै पैसा हाम्रो नेपालबाट बाहिर गएको छ। त्यही भएर हामीले व्यवस्थित सार्वजनिक यातायात साइकल र पैदल यात्रालाई म आशिष गजुरेल, म सिन्धुली क्षेत्र नम्बर 2बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय भएको हो। मैले चाहिँ यातायात इन्जिनियरिङै पढेको विद्यार्थी। पछि बालन सरकारले तपाईँलाई रोक त लगाउँदैन यो साइकललाई? अब यस्तो पनि गाइरोमा आएको छ र त्यो प्रमाणित पनि भइसकेको छ। त्यही भएर सार्वजनिक यातायातमा व्यापक सुधार गर्ने, साइकल यात्रालाई व्यवस्थित र सुरक्षित बनाउने, पैदल यात्रीलाई सुरक्षित बनाउने, अपाङ्गता भएको व्यक्तिको लागि मोबिलिटीको लागि पूर्वाधार बनाउने र यसले नै चाहिँ एउटा चाहिँ सुरक्षित र व्यवस्थित यातायात प्रणालीको विकास गर्छ। त्यसको सुरुवात हामी आफैबाट गर्छौँ। तपाईँलाई यो काठमाडौँ लगायत देशभरको सार्वजनिक यातायातलाई सुरक्षित बनाउने अथवा दुर्घटना रहित बनाउने काम चाहिँ कसरी सुरुवात गर्नुपर्छ यो नयाँ सरकारले? अब सुरुमा हामी आफैले प्रयोग गर्ने हो। हामीले प्रयोग गरेपछि के समस्या छ भनेर हामीलाई जानकारी हुन्छ। त्यसपछि हाम्रो लागि कुन प्रणाली चाहिँ सुइटेबल हुन्छ त्यो प्रणाली हामीले। दर्शक महानुभावहरू देखिराख्नु भएको छ राजीव खत्री जो भक्तपुर 2बाट विजय पनि बन्नु भएको छ। उहाँ अहिले सङ्घीय संसद भवन यो सिंहदरबारको नवनिर्मित भवनभित्र प्रवेश गरेका छन्। दर्शक महानुभावहरू देख्न सक्नुहुनेछ माननीय ज्यूहरू यति बेला संसदमा आउनु भएको छ। सबैले चाहिँ फर्मल ड्रेस लगाउनु भएको छ। उहाँहरू चाहिँ संसद भवनभित्र प्रवेश गर्दै हुनुहुन्छ।